हेलो साथीहरु गुड मर्निङ आज चाहिँ हामी बिहानै खाजासाजा खाएर होइन होइन कस्तो हो के जीवन त छ धान काट्न हिँडेको हाम्रो धान काट्नलाई यो चाहिँ हाम्रो खेत लाएर त्यही पनि बढ्न बोले मैले भनिदिएको छु हजुरहरुलाई तिर्खा लाग्यो भने बिहान बिहानै खान सक्नुहुन्छ तर म दिन्न यसरी आकाश देखाउन खतरा बाबा दिन्छ के हामी धान काट्न हिँडिरहेछौँ उकालो ओइ छ्या कस्तो छ क्या फेरि आदि ग्रुप आन्टीहरु चाहिँ अगाडि नै गइसक्नु म कस्तो घाम लागेको है यतापट्टि यताले हो म पनि राम्रो आउँछ नि यताले त फेरि हिरो नि ह पूजा आन्टी उहाँ आउँदै हुनुहुन्छ ल घाम लागिरहेछ त्यही भएर अब हामी जाँदैछौँ धान काट्नलाई ल साथीहरु हामी खेत आइपुग्यो जीवन के दिदी हजुर तपाईँ हो भनेर भने नि खतरा छ नि है भनेर भने नि हाम्रो धान खेत आइपुग्न लाग्यो जाऊ न त दिदी सबै अगाडि काट्न थालिसक्यो होला हामी तीनजना चाहिँ राजा हो राजा है बजाइदिन्छ राजा भन भाइ हो भोरमास त पाकिसकेछ त आन्टी यो भोरमास त पाकिसकेछ यो काला अङ्कलहरूले खानु भएको कि माया अङ्कलहरूले यो हाम्रो जीवनहरुको हो यता पुजान्टीहरु काटिसक्नु भएछ आधी आधी चाहिँ पाकेको रहेन रहेछ हजुर यो चाहिँ साउ अरे खुब पैसा नभए पनि साउ भन्ने केही हुँदैन के पैसा नहुँदै जति सबैलाई साउ भन्यो भने त जमानाको त साउ नै हो अहिले पो नभएको त हो यो भन्दा करिब 20 वर्ष अगाडि के 20 25 यता ध्यान न ए ध्यान न म के काट्न भन्छु सुरु के गर्नु भइसक्यो सायद हिलो हिलो होला है के भन्छु के यहाँनिर यता ध्यान न ध्यान न म के भन्छु कति धेरै शीत के म यता ध्यान न म के भन्दैछु भनेको कस्तो घाँटी बजाएको मेरो बेलुकादेखि ल साथीहरु बल्ल एउटा धान काटिसक्यो यस्तो गाह्रो यस्तो हिलो रहेछ धानको सादा सादा यस्तो हिलो छ धानको मिन सबै बोक्नु पर्यो हिलो छ हिलो पानीले काट्छ जस्तै वहाँ पर प्लान सारा वहाँ गर्छु गाह्रो भयो बोक्न लागिसक्यो यार बेला पनि यसरी घर बसेर काट्छ धानको हिलो गर्दा लागेको साथीहरु हेर्न साथीहरु यस्तो हिलो धानको कति बिजो छ के कस्तो हिलो यहाँ यस्तो हिलो पानी छाने ल साथीहरु बल्ल बल्ल कति 11:30 बजी काटिसक्यो बिहान ओए छोट हामी न धान काट्दा पनि बाइक लिएर आउने के काम छैन यार बिहान 7 बजेदेखि आएर काटेको 3टा गरो काट्नलाई 11:30 बज्यो घाम लागिरहेको छ एकदम धेरै अल्छी पनि लागिरहेको छ के भन्ने साथीहरु यस्तै छ हैन ल साथीहरु हजुरहरु पनि राम्रो छ तिहार मनाउनुस् हाम्रो चाहिँ यस्तै धान काट्दै गरी तिहार मनाइयो यस्तै गरी बितिरहेछ के पर चाहिँ हाम्रो गोठ